हेलो गाइज नमस्ते इट्स मी पूजा आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। अनि अहिले चाहिँ बेलुकाको बज्दैछ 7:30 अनि म जाँदैछु कीर्तिपुरदेखि बानेश्वर। किन भन्नुहुन्छ भने चाहिँ आज चाहिँ मेरो बाउको बर्थडे छ, आई मिन मेरो अङ्कलको बर्थडे छ। अनि बर्थडेको कुनै प्लान नै थिएन अनि उहाँहरूले चाहिँ मलाई ट्याक्क 6:30 बजे या 7 बजीतिर कल गरेर बर्थडे बनाउने हो, केक मात्रै काट्ने हो, आइज भन्नुभयो। म चाहिँ चुट्कीमा रेडी भएर निस्किहालेँ। म कीर्तिपुर एक्लै बस्छु, म बोरिङ पनि एकदमै हुन्छु के। अनि उहाँहरू चाहिँ अङ्कलहरू कस्तो हुनुहुन्छ भने चाहिँ मेरै एजको मतलब मसँग सँगै हुनुहुन्छ। अनि उहाँहरूसँग चाहिँ म एकदमै फ्रेन्डली हुन्छु कि एकदमै खुसी इन्जोय गर्छु कि त्यहाँ भएपछि चाहिँ म टेन्सन सब गोली मारिदिने खालको हुन्छ कि। अब चाहिँ म माइती घर पुगिसकेँ, म बिजुली बजार पुग्न आँटेँ। म पुगिसकेँ बिजुली बजार अनि मैले चाहिँ अङ्कललाई फोन गरेर बर्थडे बोय बाहेक अरूलाई फोन गरेर मैले भन्ने थिएँ कि यहाँ आउनु होला। मैले किनकि उहाँबाट केही पनि गिफ्ट लिएर आएको थिएन, राति भइसकेको थियो नि त। अनि के किन्छु हजुर आउनु होला, बर्थडे बोयले नपठाउनु होला भनेको मान्छे। अनि बर्थडे बोयले नै पठाएर रहेछन् तिनीहरूले चाहिँ। मैले फोन गर्दाखेरि चाहिँ हेर्नु न म चाहिँ बिजुली बजारको यहाँ डुलिरहेको थिएँ एक्लै नै। यो खोलाको यस्तो गन्ध आउँछ नि, मेरो टाउको दुखिसकेको थियो। मलाई रुगाखोकी लागेर मात्रै गन्ध त्यति आइरहेको थियो। म त्यो बाटो हिँडिरहेको थिएँ, कोही पनि आइरहेको थिएन अहिलेसम्म। अनि फाइनली बर्थडे बोय आए उतादेखि। अनि त्यसपछि अब म तपाईँहरूलाई बर्थडे बोयसँग मिलाउँछु ल। उताबाट केटीसँग मेसेज गर्दै आउला जस्तो चाहिँ हेर्नु न, बाटोमा पनि नहेर्ने खालको क्या। ह्याप्पी बर्थडे थ्याङ्क यू सरी गरे के भयो मेरो खाइ त तेरो फलोको आज ओके यिनी हुन् बर्थडे बोय। म बर्थडे भयो अनि केशव बाउले लिन आउँछु भन्दै थियो त, किन आएनन्? केशव बगाई काम गर्दा केशव रुममा पनि छैन। म फेरि भन्नु त तेरो साथीहरू साथीको खबर के छ भने बुन्टीहरूको लप पऱ्यो किनभने सोध्नु लाग्नु छ। कान्छी माया खुब मन पऱ्यो अनिललाई। मन पऱ्यो आएन तेरो साथीहरूलाई सम्झाओ क्या। मैले अस्ति सँगै भेटेँ साथीको माया लाग्दैन त। आज भिडियो कल गर्ला नि त्यहाँ र सबैको माया मान्छु म। तँ तातरी भला गरेर मेरो बाहेक भ्लगरमा आऊ तर बोल्नु गइसकेँ नै, तर म सबैको माया मान्छु। सबै नचिनेको पनि नै चिनेको मात्र नचिनेको चिनेको माया मान्छु। मेरो फ्रेन्डमा एउटा उहाँ भाउ हो अनि दुईवटा उहाँ छन्। हामी चाहिँ अरूको कुरा काट्दै घर पुग्न आँट्यौँ है। यसको भाउ यति बढे ह, उसको भाउ उति बढे ह भन्दै हामी त्यहाँ गएको चाहिँ। अनि त्यसपछि चाहिँ म अब यहाँनिर सुज खोल्छु अनि त्यसपछि भित्रको चाहिँ हजुरहरूलाई देखाउँछु ल। हेर्नु को छ यहाँ। यहाँ काम गर्न लाहन मान्छे मेरो भ्लग हो यो। मैले भनेको थिएँ नि 3टा मेरो बाउहरू जो म एकदम फ्रेन्डली हुन्छु भनेर, एउटा उहाँ पनि हो। उहाँ दिजुल चाहिँ मैले दर्शन गरेँ। त्यसपछि चाहिँ मैले अब यहाँ बाउसँग चाहिँ एकचोटि जिस्किन पऱ्यो भनेर जिस्किरहेको थिएँ। उहाँले के भन्नुहुन्छ है सुन्नु ल। भनिदिनु न के भनिदिनु न। म के भनिदिनु मेरो मोबाइल कालो छ भने थाहा छ सबैलाई। होइन बारे मेरो बाउ गोरो हुनुहुन्छ मनको, कसैलाई मन परेछ भन्नु। मनको गोरो चल्न छु अब गिफ्ट किन्न रातका 8 बजे। अनि हामी चाहिँ यति धेरै घुम्यौँ क्या यहाँ यति धेरै। तर हामीले चाहिँ बिजुली बजारको यतातिर किङ कलेज तलतिर चाहिँ लुगाको पसल एउटा पनि भेटेनौँ। हामी आधा 1 घन्टा 2 बाउ छोरी घुमेको भयौँ कि केही पनि पाएन कि मैले यहाँ चाहिँ। अनि बाउ र म गफ गर्दै कहाँदेखि कहाँ पुग्यौँ थाहा नै पाएन। अनि त्यसपछि यति डुल्यौँ कि कुरै छोडिदिनु। एउटा लुगा पसल, तारु पसल र अनि क्याफे अनि यस्तो मात्रै थियो कि तरकारी पसलहरू पनि यतातिर धेरै थिएन। खै किन हो। अनि फेरि यतातिर रुम पनि झन् कति महँगो रहेछ। अब म पनि यतातिर बस्ने हो गाइस अलि दिनपछि। अनि कोही यसो यता बिजुली बजारतिर बस्ने हुनुहुन्छ भने मलाई पनि रुम खोजिदिनु होला। यहाँ चाहिँ यिनीहरू भ्याउडाहरू चाहिँ तास खेलिरहेको थिए है। अनि मैले चाहिँ घर पठाइदिन्छु भनेर भिडियो बनाउँदै थिएँ किनकि कुनै पाहुना आउनु भएको थिएन, त्यही भएर यिनीहरू तास खेलिरहेको थिएँ मजाकमै, सिरियसवाला चाहिँ होइन। अनि तास खेलिरहेको थिएँ अनि म चाहिँ जिस्काइरहेको थिएँ यिनीहरूलाई। अनि अब चाहिँ एकछिनमा बर्थडे सुरु हुन्छ तर म चाहिँ बर्थडेमा जाँदिनँ गाइस किनभने चाहिँ लेडिज प्रब्लम छ। अनि पल्लो रुममा चाहिँ पूजा कोठामा चाहिँ बर्थडे मनाउने हो। अनि त्यहाँ चाहिँ मन्दिर छ क्या, अब थाहा पाउँदै पनि जान राम्रो लाग्दैन नि त। अनि अब चाहिँ बर्थडे हेर्नु अनि यहाँ चाहिँ मेरो खोजी भइरहेको थियो। महेश जैसी मेरो साइलो बाउले चाहिँ पूजा खै भनेर चिच्याइराख्नु थियो। यो बर्थडे मनाएको तरिका हेर्नु न गाइस। 2टा केक थिए, 2टा केक ठाउँको ठाउँ गायब भयो कि कसैले मुखमा दले कसैले केही गरे सब गायब भयो। अनि त्यसपछि चाहिँ अब सबैजना गइसक्नु भएको थियो। त्यसपछि चाहिँ हामी तास खेल्न लाग्यौँ के। अनि सुन्नु ल हामी खेल्न लगाउँ तास। यिनीहरू 3टा मेरा बाउ हुन्, म छोरी हुँ, मसँग तास खेल्न लाग्छन् यिनीहरू।
तास खेल्नेले के भन्छ बेहुरा जुगाडे एउटा तामा मैले हजुरहरूलाई भनेको थिएँ नि मेरो 3टा बाउहरू एकदमै मिल्ने हुनुहुन्छ भनेर। यिनै 3जना हुन्छ मसँग तास खेल्न। मलाई बिगार्नुमा यिनीहरूको हात जगाए। अनि बिहान चाहिँ राति हामी ढिलो सुतेको थियो, त्यही पनि बिहान निस्केँ यिनीहरूलाई बाई भन्दै। किनभने चाहिँ मेरो क्लास थियो अहिले किर्तिपुर आएर मैले क्लास अटेन्ड गर्नु थियो। अनि फेरि त्यसपछि यहाँ माइती घर हुँदै यहाँ त डेली आन्दोलन हुन्छ। यहाँ एभ्री डे आन्दोलन। सुदम गुरुङको फोटो टाँसेर त्यहाँ फेरि आन्दोलन हुँदै थियो। खै के कुराको एभ्री डे माइती घरमा आन्दोलन हुन्छ कि। यो काठमाडौँको सिन हेर्दै बिहान बिहान म फर्केँ आफ्नो रुमतिर। बाई बाई, सी यू। सबैले माया गरिदिनु होला। अर्को भिडियोमा भेटौँला।